जाँदैछौँ है हामी चाहिँ अब त्यहाँ टुप्पोमा पुगेर आउने त्यो टुप्पोमा पुगेर आउने मैले त बाइकै यहाँसम्म लिएर आयो हुन्छ भने हेर्दा मात्र नजिक रहेछ नि त यहाँ जति हिँड्यो पनि नपुग्ने रहेछ नि त यहाँ होइन त ठिकै छ डिसेम्बरमा यतिको लुगाले कहाँ जान्छ होला र यार चितवनमा मुस्ताङ आएर यस्तो चिज के भन्छ गर्मी हुन्छ नि अरे यहाँनिर आएर थपाइमा हाम्रो भन्दा गर्मी लागिरहेको लुगा धेरै लाएर पनि होला चढ्दैछौँ है केटाहरू सबैजना हजुर खै जति हिँड्यो त्यति टाढा जस्तो लाग्छ त यार यो ठाउँ त चारजनासँग केही हुँदैन होला बाइक बिग्रिएर हिँड्दैछौँ के खै यसो गुम्बा खोज्दै जाने हो क्या यस्तो ऐसा गुम्बा भेटायो अर्कोले ऐसा गुम्बा भेटायो है ऐसा गुम्बा भेटायो शेर्पाले बाइक त उता छ उयो ठ्याक्कै उयसले छेकेको छ यो चाहिँ के हो नि अन्डेङ्गी यो अन्डेङ्गी पोहोर थुप्रेर बसिरहेको रहेछ जति चढ्यो त्यतिमा टाढा जस्तो लाग्छ त यार
बाइक उता छ अन्त पहाड त म जति अगाडि गएँ त्यति डाँडा जस्तो लाग्दो रहेछ लगाइरहेछ विकेश मलाई अघि एकछिन पज गर्दा यहाँ त्यत्रो हिँड्दा पनि पुग्दैन जस्तो लाग्छ त्यही भएर पज गर्दै एकछिन पनि पज गरिदिउँ न त्यत्रो हिँडेर आइसक्यो नि हेर्दा मात्र नजिक रहेछ धेरै टाढा रहेछ यो चाहिँ अझ यति बाँकी अब अलिकति बाँकी छ जस्तो लाग्यो खरायो क्या हो त्यो त्यो दौडिरहेको हो त खरायो चाहिँ हो रहेछ भागिहाल्यो चिसोसँग नि खरायो पाउँदो रहेछ तर धेरै टाढा जुम गर्नु पनि भाइ कस्तो चढ्दा यार खरायो नि पाउँछ नि रहेछ नि त खै कहाँ हेर्दैछ मान्छे 4-5 जना खै उता रहेछ अब क्या चढिदिने यार ल त्यो त यहीँ थियो कच्चा चढेको खै के फल्यो चितुवा त्यो अघि खाल्टो त्यहाँ छ त्यहाँनिर हो कि यो डाँडामा चढौँ न त यो डाँडा त यहाँ जति चढे पनि नजिक जस्तो मात्र लाग्ने रहेछ चढ्ने हो नि त उयो डाँडा यो डाँडा नचढ्ने खै गर्नु थाल्यो अब भन्ने चाहिँ केही रहेनछ डाँडामा यति रहेछ धेरै एउटा डाँडा चाहिँ आइपुग्यो है त बस्दै त्यसो साथी त्यति टाढा छ भन्दा छु त वाड हिँडेर आएको थियो भने यहाँबाट हिँडेर आएको बस्नु त फोटो हाल्नु केटाहरू माथि पुगिसकेको छ 5 किलो घट्ने भयो वेट घट्ने भयो केटाहरूको आज माथि पुग्यो केटा हो हामी चाहिँ यहाँ बसिरहेछौँ
पज गर्दै भिडियो गर्दैछौँ है त ए निकेशलाई धेरै गाह्रो भएको छैन रे रमाइलो लागिरहेको छ गाह्रो छ जति चढ्यो पनि नआइपुग्ने रहेछ अझै त्यहाँ छ हाम्रो बाइक उहाँ छ उता हामीभन्दा अलिकति टाढा छ गाह्रो भयो हजुर त्यहाँ अघि हामी बसेको ठाउँमा नि थियो हिमाल चढ्नु गयो भने त केटाहरू चाँडै थाक्छ त ओहो यस्तो हेर्दा त चढ्न सजिलो छ जस्तो छ जति चढे पनि पुग्दैन त यार ठाडो उकालो भयो क्या गर्नुभयो पास गर्दै ल शेर्पा पाहाडमा पुग्यो अर्को भाइ पनि पुगिसक्यो अब मेरो र निकेश भाइको पालो अर्को भाइ पुगिसक्यो यो लड्ला जस्तो भइसक्यो यसलाई गाइसकेको छ लड्यो उता पुग्यो हाँ खै कता छ खै फटिङ्ग्रा कहाँ यहाँ भने कहाँ गयो चाहिँ यहाँ रहेछ ल
पहाड त आयो अर्को पनि पहाड रहेछ अझै एउटा पहाड सकाए अर्को पहाड पनि रहेछ हो यहाँ अर्को पनि रहेछ अझै यो पनि चढ्ने हो क्या यो त पुरा मान्छेले बनाए जस्तो रहेछ त अस्तिको गुफा जस्तो टाइपको रहेछ यो यत्रो चट्यान हुँदो रहेछ नि त यहाँ नि पानी पग्लेरै गयो हो यस्तो चर्का थियो ल हामी टुप्पोसम्म आइपुग्यौँ यताको चाहिँ होइन हेलो गाइस हामीले लागु यहाँ घुलमिल हुन 10-15 दिन लाग्छ त है यो घुम्नलाई नर्मली हिँड्न सक्ने के यहाँ माथि त रोड रहेछ यता ट्रेकिङ जाने यही भएर होला के होला होला है यहाँबाट पनि पुरा पानी बगेरै जाने रहेछ नि हेर न यहाँ यो नि हिमालय रहेछ नि हामी अर्को हिमाल चढ्न नसक्यो नि यता नजिकैको हिमाल चढ्या हो सजिलो ठाउँतिर चढ्या मुकेशहरू त्यो डाँडामा छ जुम गरौँ न धेरै टाढा रहेछ उनीहरू पनि उता रहेछ कस्तो सानो देख्ने क्या कस्तो टाढा होला त उनीहरूमा मुकेशहरू